हेलो नमस्ते अनि फेरि तपाईँहरूलाई आज चाहिँ म खाना खाएर देखाउन आँट्दैछु। फर्स्ट अफ अल चाहिँ म तपाईँहरूलाई भन्छु, म यहाँ आएदेखिको मैले फर्स्ट टाइम गुन्द्रुक बनाएको अनि तपाईँहरूसँगै बसेर खान मलाई मन लागेको। आई एम रियली इन्सपायर्ड बाई निसा डाङ्गी सिस्टर। उहाँ पनि ब्रिस्बेनमै बस्नु हुँदो रहेछ, म पनि ब्रिस्बेनमै बस्छु। म चाहिँ नेपालबाट ब्रिस्बेन आएको 1 वर्ष हुन लाग्यो। फर्स्टमा तपाईँहरूलाई देखाउँछु। ओके, मैले यहाँ राखेँ। मसँग सुरुमा खाना अलिकति सजाएको अनि पापड, 2टा सानो टुक्रा गाजर अनि पानी अनि गुन्द्रुक र भटमासको झोल। त्यसै गरी छ यहाँ गुन्द्रुक, भटमास अनि टमाटर, प्याज, धनियाँ, खोर्सानी सबै थोक मिक्स भएको। मैले कागज पनि हालेको छु। गुन्द्रुक र भटमासको अचार अनि मछली छुटाउनै नहुने अगाडि भने इन्सपायर्ड बाई निसा डाङ्गी। घिउ, तर उहाँ चाहिँ अर्कै घिउ खानुहुन्छ। यो चाहिँ मैले बटर किनेर ल्याएर अनि आफै घरमा बनाएको घिउ। सो घिउ मलाई पनि एकदमै धेरै मनपर्छ। अझै चाहियो भने अझै खान्छु भनेर यहाँ साइडमा राखेँ। ल अब स्टार्ट गरौँ। म हाल्छु है त। ल अब चाहिँ मैले अचार र उयो हालेर यस्तो देखिएको छ। ल खाम है त। अप्ठ्यारो हुन्छ, मलाई त कति धेरै ठाउँ चाहिन्छ हौ। घिउ, त्यहाँबाट गुन्द्रुकको झोल, त्यहाँबाट थोरै अचार, खोर्सानी। यो चाहिँ मलाई साथीले उसकै घरमा फलेको ल्याइदिएको अरे। कस्तो पिरो छ। एकदम धेरै ट्वाक्क मिठो भएको छ। तपाईँहरूलाई म केही सुनाउँदै खान्छु। म चाहिँ, मेरो घर चाहिँ नेपाल पूर्व हो। म चाहिँ यहाँ ब्रिस्बेन स्टुडेन्ट भिजामा छु। म क्युयुटी पढ्छु अनि मलाई एकदमै खानेकुराहरू खाइराख्न एकदम धेरै मनपर्छ। भनौँ न म फुडी छु अनि मलाई कहिलेकाहीँ धेरै थरी खानेकुराहरू बनाउन जाँगर पनि चल्छ। अनि मेरो एकदम धेरै साथीहरू छ नेपालमा। यहाँ पनि छ साथीहरू त, तर एकदम मन मिल्ने साथीहरू एकदमै कम छ। मेरो नेपालमा पनि साथीहरू धेरै भए तापनि एकदम धेरै मलाई माया गर्ने अनि मन मिल्ने एकदम कम छ। एकदम स्वादिष्ट भएको छ। अनि मलाई नेपालबाट यहाँ आइसके पछाडि फर्स्ट टाइम गुन्द्रुकको अचार सँगसँगै गुन्द्रुकको झोल खान पाउँदा एकदमै धेरै खुसी लागेको छ। मलाई मकबाङ भिडियोहरू हेर्न एकदम धेरै मनपर्छ। म पहिला नै नेपाल हुँदाखेरि अलिअलि भ्लग बनाउँथेँ, तर ट्राभल भ्लग्स। यहाँ आएपछि मैले मौका पाएको छुइनँ। सायद अलिक पछि बनाउँछु होला, तर मलाई मकबाङ भिडियोहरू बनाउनु पनि मनपर्छ सँगसँगै। साँच्चै ढाँटेको होइन, साह्रै मिठो भएको छ। मलाई आज खासमा कलेज जानुपर्ने थियो,
तर पानी यस्तो धेरै पर्यो होइन अघि म उठे जानको लागि तर मेरो आज क्विज रहेछ अनि कलेज गएको भए मेरो क्विज फेरि 1 घन्टामा बन्द हुने रहेछ 11 बजेदेखि खोलेर त्यही भएर म गएन सायद बेलुकाको क्लास चाहिँ जान्छु कि पानी परेन भने तर मलाई एकदम घरमा बसेर पनि रमाइलो भइरहेको छ मलाई तातो तातो पानी परेको थियो चिसो भइरहेको थियो नि गुन्द्रुकको झोल खान्छु भनेर मैले बनाएँ तर मलाई भात खाम किन खाम भइरहेको थियो मैले मेरो यो के अरे मैले यो गुन्द्रुक चाहिँ ब्रिस्बेन खैके स्पाइस नेपाली पसलबाट लिएर आएको लास्टमा चाहिँ के भयो भने त्यो पसलको भाइ पनि इटालीकै रहेछ मतलब मैले चिनेकै मतलब भनौँ न त्यो भाइलाई चाहिँ मैले चिनेको थिइनँ तर उसको मम्मी बाबालाई चाहिँ मैले चिनेको उसको अजा आजीलाई मैले चिनेको हाम्रै घर छेउको क्या उसको मामालाई मेरो घर छेउमा 2 मिनटमा अब म यो खाना सर्ट खाएर सघाउँछु तपाईँहरू पनि मिठो बनाएर खानु होला बाई लभ यु अल